हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। मलाई त्यति साह्रो ब्लग बनाउन चाहिँ आउँदैन र बनाउँदिनँ पनि, म कहिलेकाहीँ मात्रै बनाउँछु। आज बिहानै हुँदा खै किन हो भ्लग बनाउन मन लाग्यो कि, अनि यसो भ्लगतिर आइदिएको। भ्लग बनाउनलाई पनि त्यस्तो टाइम पनि मिल्दैन नि त। अनि ड्युटी गयो आयो होइन, रातिको 2 बजे ड्युटीदेखि आउँछ, सुत्यो, बिहान उठ्न नि सक्दैन। त्यही पनि बल्ल 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 उठेर मैले आज कुकिङ गरेको भ्लग बनाउँदैछु। कस्तो लाग्छ तपाईँहरूलाई? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला। आज चाहिँ मैले मासुको रेसिपी बनाउँदैछु। मासुमा थोरै नुन र थोरै बेसार थोरै तेल राखेर मैले मजाले मोलिसकेपछि फ्राई प्यानमा तेल राखेर मैले मासुलाई तेलमा तारिरहेको छु। अब यस्तै हो, मिठो बनाउन आउँदैन, जस्तो पायो त्यस्तै हो, बनाउने खायो हो, त्यही पनि केही छैन। मेरो साथीको चाहिँ आलु र सिमीको तरकारी। ऊ चाहिँ मेरो एकदम मिल्ने साथी। म 1 हप्तासम्म बिरामी हुँदा तातो पानी तताएर कोही पनि थिएन कि, तर ऊ मेरो साथमा थियो। तातो पानी मात्रै होइन, मेरो केयर गर्यो, खाना बनाएर दिने, म सन्चो नहुँदासम्म मेरो केयर गर्ने। यति राम्रो साथी होइन। अर्काको ठाउँमा यतिको साथी भएन भने त दुःख पाउँछ नि त। म आफूलाई भाग्यमानी ठान्छु यतिको राम्रो साथी पाउनुमा। यस्तो इमोसन कुराहरू गरेर म तपाईँहरूलाई इमोसन गराउन चाहन्न, म डान्स गर्छु। डान्स गर्दा गर्दै यता मासु पाकेर रातो भइसकेको छ। डान्स गर्न नजाने नि यसो बाँदर उफ्रिए जस्तो बुरुक 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 उफ्रिन्छु। अनि मैले प्याजहरू, टमाटर, खोर्सानी अनि लसुन केलाउँदैछु। यो सबै तरकारीहरूमा प्रयोग गरिन्छ, त्यो तपाईँहरूलाई थाहा छँदैछ, मैले भन्नु पर्दैन। अनि मैले प्याज टमाटरहरूलाई मजाले छचछच काटेँ अनि लसुनलाई मजाले पिने सिलौटोमा ल्याएर। अनि यो प्याज अनि टमाटर र लसुनको पेस्ट अनि यता मेरो साथीको तरकारी पाक्नै ल्याइसकेको छ। अनि यता मैले पनि सुरु गरिसकेँ पकाउनलाई। अब यस्तै हो, मिठो मसिनो जस्तो भए पनि अब पकाएर खान नै परिहाल्छ, भोक लागिहाल्छ मान्छेलाई, के गर्ने। ड्युटी पनि एकदमै गाह्रो छ है, त्यस्तै हो। रुममा हुँदा मात्रै अलिअलि खुसी हुने हो, ड्युटी पुग्यो भने त सबैको कस ताउकेहरूको, भुँडेहरूको, हाम्रो रगत चुस्नेहरूको कस कि। तिनीहरू 5 वर्षको उमेरको हुनुपर्ने, यता प्यात्त पित्त पारेर चलिदिने जस्तो लाग्छ। तर के गर्ने, आफ्नो बसको कुरा छैन। सबैबाट उनीहरू नै सिनियर हुन्छ, उनीहरूले जे भन्यो त्यही नै मान्नुपर्छ कि। अनि अलिकति केही गर्यो भने आफू नै गलत भइन्छ नि त। अब त्यस्तै हो, अर्काको ठाउँमा आफूले भनेको जस्तो हुँदैन, जस्तो छ त्यस्तैमा चित्त बुझाउनु पर्छ, यस्तै हो। ल साथी हो, यता सासु तरकारी सरकारी सबै रेडी भइसक्यो। अब ड्युटी लानलाई प्याक गर्दैछ मेरो साथीले। ऊ र म चाहिँ जस्तो जे भए पनि कि, मिठो मसिनो जे भए पनि थोरै भए पनि बाँडीचुँडी खाने बानी छ। अनि यति भन्दै मेरो मिनी भ्लग यहीँ सकाउँछु। थ्याङ्क यू सो मच सबैजनाले मेरो मिनी भ्लग फुल वाच गरिदिनु भएकोमा। हस्त धन्यवाद।